त्यो गर्नुभयो उहाँले बालेन त्यो छोरा भनेको जन्मेको त्यो रहेछ। एक छोरा खानी एक छोरा हो जन्मेको त्यो रहेछ। तपाईँ चाहिँ उमेरले पनि परिपक्व हुनुहुन्छ, कुनै पार्टीमा त आबद्ध हुनु पार्टी होइन, पार्टी एमाले हो, तर 46 सालदेखि एमाले हो। तर यस पछाडि खाएर मन नपरेर पार्टी त्याग। ए पार्टी त्यागिसक्नुभयो? भनिमो उडालेको अस्ति ललितपुरको एकमा खानी के महर्जन थाहा नि पुत्र रत्न महर्जनलाई तपाईँ भोट हालेको मेरो सुन्ता नै त्यहाँ छ त। अनि 46 सालदेखि एमाले तपाईँ अहिले चाहिँ घन्टीमा बालेनले ठिक गर्नुभयो एकदम। अब बालेनले के गर्दै हुन्छ जस्तो लाग्छ हजुरलाई? अब अझै अरू होइन, उसले बालेनले नयाँ काम गरेकै छैन, नयाँ काम गरेकै छैन। त्यो कस्तो भने अब रविले पनि एउटा कुरो भनौँ, रवि पनि नाम दिन्छु है, किनभने गाडी सभापति हो। उसले भनेको पनि उसले लगभग अलिकति लडेको छैन, तर त्यसलाई पनि मान्न पऱ्यो। रविले भने बालेनले नटेरे काम गर्ने मान्छे हुन्छ रविले भन्दा नि काम गर्ने मान्छे बालेनले गर्नुपर्छ नि, गर्नुपर्छ नि। कहाँ त्यसरी हुन्छ, कहाँ त्यसरी हुन्छ? गर्नुपर्छ। मेरो त भोलि 3 दिनको मैले देखाएँ नि। यो सुकुम्बासीहरू चाहिँ एमाले माओवादी काङ्ग्रेसले बनाएर सुकुम्बासी नै होइन यार, सुकुम्बासी नै होइन के। नेपालमा छानबिन गऱ्यो भने जम्मा 500 जना पनि सुकुम्बासी काठमाडौँ ललितपुर भक्तपुरमा 500 जना पनि आउँदैन। अनि के हुन्छ त्यसो? यिनी के हो? एकदमै पावरफुलले घर बनाएर खोलामा बसेका पावरफुलले एमाले काङ्ग्रेसले पालेको, एमाले काङ्ग्रेसले पालेको भनेपछि यहाँ ललितपुरमा 43 सालमा भोट हाल्यो भने जितिहाल्यो, किन त्यसको डराउने मान्छे हो है। खाते होली अहिले त खाते होली भन्नेलाई मलाई समाज लान्छ भने जाने पुलिसहरू यहाँ छ। त्यो सडक गेटमा एक गाडी फोहोर खसाल्दाखेरि सिस्टरबाट म हालिदिन्छु भन्दाखेरि सिंहदरमा आग लगाइदिन्छु भन्दाखेरि त्यसले केही गर्न सक्यो बालेनलाई? अब ऊ त राज्य हो, महेन्द्र सरकार हो। यो भनेको बालेन भनेको महेन्द्र सरकार हो, बिरुवा पनि होइन। ल धेरै के नै बोल्दैन। बालेनले के